एक दिन अगाडि चाहिँ मैले यो टेसुको पत्ताहरूलाई चाहिँ भिजाएँ अनि कलर एकदमै राम्रो निस्क्यो। एकदम कस्तो कलर भने नि केसरी केसरी कलर के। अनि जुन वृन्दावनमा खेलिन्थ्यो नि हामीले टिभीहरूमा भिडियोहरूमा देख्थ्यौँ नि त्यो कलर के यो कलर रहेछ कि। अनि मलाई कस्तो मन पर्थ्यो कि त्यहाँको त्यो होलीको कलरहरू। अनि यसपालि जाँदा चाहिँ थाहा पायौँ कि त्यो पहेँलो यो केसरी कलर चाहिँ यो टेसुको यो फुलबाट निस्केको जलबाट चाहिँ उहाँहरूले खेल्नु हुँदो रहेछ ब्रजवासीहरूले होइन। अनि सबैभन्दा पहिला चाहिँ आज अब भगवान्लाई स्नान गराउँछु। आज एकादशी पनि हो। एकादशीको सबै साथीहरूलाई हार्दिक शुभकामना। कलर त यस्तो राम्रो निस्केको छ है, एकदम राम्रो लाग्यो। यसपालि चाहिँ हामी होली टेसुको खेल्नेछौँ र भगवान्लाई स्नान गराउँछु साथीहरू। कस्तो राम्रो कलर लाग्यो। सबैभन्दा पहिला त हाम्रो ठाकुरजीलाई नै खेलाउनु पर्यो नि होली होइन। अनि सबै भगवान्हरूलाई आज स्नान गराइसकेपछि आज एकादशीको पूजा गर्छु। व्रत पनि छ। सबै साथीहरूलाई ह्याप्पी एकादशी अनि आउँदै गरेको ह्याप्पी होली सबै साथीहरूलाई।